हेलो हेलो गुड मर्निङ नमस्ते साथीहरू, तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ म बिहान चाँडै नै उठिसकेको छु, किनभनेदेखि आज मेरो चाहिँ फर्किनु पर्ने छ। म छुट्टी आएको लगभग 20 दिन पुरा भएको छ, 20 दिनको लागि छुट्टी आएको थिएँ र आज फर्किनुपर्ने भएको हुनाले काठमाडौँदेखि दोहासम्मको फ्लाइट छ। 10 बजेको फ्लाइट, 7 बजे नै एयरपोर्ट पुगिसक्नु पर्ने भएको कारणले गर्दा म बिहान चाँडै उठेर आफ्नो नुहाइ सकेर अहिले चिया पिउँदैछु र माथि कौसीमा घाम पनि राम्रो लागिसकेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। न्यानो मिठो घामसँगै म चिया खाइरहेको छु र अब चिया खाएपछि एकछिनमा हामी एयरपोर्टको लागि निक्लिनेछौँ। यो चाहिँ अहिले हामी हाम्रो घरको कौसीमा छौँ। मैले कौसीबाट यो भिडियो खिचिरहेको छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, एकदम रमाइलो घाम लागिरहेको छ, राम्रो घाम लागिरहेको छ। बाहिरको वातावरण एकदम राम्रो छ, सफा छ, मौसम खुलेको छ, हेर्दा पनि धेरै राम्रो देखिएको छ मौसम, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यसै गरी अब चाहिँ हामी लगभग एयरपोर्टको लागि निक्लिसकेका छौँ। हामी चाहिँ जोरपाटीबाट चाहिँ मित्र पार्क हुँदै गौशाला हुँदै एयरपोर्ट जाँदैछौँ र यो चाहिँ गौशाला चौक हो। यहाँ चाहिँ देख्नुहुन्छ यो गौशाला प्रहरी चौकी र हामी यसरी चाहिँ अब बाहिर पनि त्यति भिडभाड छैन, बिहान बिहानै भएर होला, खासै धेरै भिड छैन, भिड त छ तर त्यति धेरै छैन। हामी एयरपोर्टको लागि जाँदैछौँ र हामी लगभग एयरपोर्ट पुग्न लागिसकेका छौँ। एयरपोर्टको गेटबाट हामी भित्र छिरिसकेका छौँ, यो देख्न सक्नुहुन्छ तपाईँहरूले। अब लगभग हामी एयरपोर्ट पुगिसकेका छौँ र एयरपोर्टमा चाहिँ तपाईँको ट्याक्सीबाट ओर्लिसकेपछि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले एयरपोर्टमा धेरै मान्छेहरूको भिड छ, जो विदेश जानको लागि अथवा लिन आउनको लागि चाहिँ यहाँ जम्मा हुनुभएको छ। यो एयरपोर्टभित्रको दृश्य हो र एयरपोर्टभित्र छिरिसकेका छौँ। म चाहिँ त्यो बोर्डिङ पासको लागि लाइनमा बसिरहनु परेन, किनभने मैले अनलाइन बोर्डिङ गरिसकेको थिएँ, अनलाइन चेक इन गरिसकेको थिएँ। त्यसपछि हामी चाहिँ यहाँ कतार एयरवेजको फ्लाइट हो र कतार एयरवेजको फ्लाइटको लागि हामी कतार एयरवेजमा चढिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, यो कतार एयरवेज हो। यहाँबाट दोहाको लागि फ्लाइट छ, कतार एयरवेजको फ्लाइट हो। यहाँ कतार एयरवेजको प्लेन चाहिँ रेडी भइसकेको छ र हामी प्लेनभित्र पनि चढिसकेका छौँ। यो प्लेनभित्रको सिन हो, देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ बोइङ प्लेन हो र यहाँ चाहिँ 3 स्टेपमा सिटहरू राखिएको हुन्छ र प्लेनभित्र पनि चढिसकेका छौँ। यसै गरी हामी कतार ल्यान्ड भइसकेका छौँ। यो कतार एयरपोर्टको सिन हो, देख्न सक्नुहुन्छ। कतारमा हामी झरेर चाहिँ निक्लिसकेका छौँ बाहिर र यहाँ चाहिँ मेरो 3-4 घन्टा वेटिङ भएको हुनाले अब म कतार एयरपोर्टमा यहाँ भित्रै भ्रमण गर्नेछु, घुम्नेछु, हेर्नेछु। यो कतार एयरपोर्ट हो र यो कतार एयरपोर्टभित्रको सिन हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदमै रमाइलो छ कतार अहमद इन्टरनेसनल एयरपोर्ट। अत्याधिक सुन्दर, अत्याधिक सेवा सुविधा सम्पन्न, राम्रो हो। यहाँको बाहिरी वातावरण, बाहिरी दृश्य पनि हेर्न सक्नुहुन्छ। अत्यन्तै मन लोभ्याउने खालको, अत्यन्तै विकसित, अत्यन्तै सुन्दर एयरपोर्ट रहेको छ अहमद इन्टरनेसनल एयरपोर्ट दोहाको लागि। र यो चाहिँ अहिले एयरपोर्टभित्रै म घुमिरहेको छु। सबै 3-4 घन्टा मसँग समय छ, त्यस कारणले गर्दाखेरि म भित्रै अहिले घुमिरहेको छु। अब लगभग रात परिसकेको छ। मेरो चाहिँ अब यहाँ दोहाबाट दमामको लागि चाहिँ 9:55 को फ्लाइट छ। अब यहाँ चाहिँ बेलुका भयो, अब यसो कफी खाँदैछु फ्रेस हुनको लागि दोहा इन्टरनेसनल एयरपोर्टमा।